अब बाले यहाँ हाम्रो डोको बुन्नु लानु भएको छ होइन। डोको बुन्दाखेरि यसरी सुरुमा यसरी गर्नुपर्ने रहेछ है। म पनि हेर्दैछु, हुन त मैले पनि बुन्छु होइन, तर बाले जति राम्रो म बुन्न जान्दिनँ होइन। बाले जतिको पर्फेक्ट चाहिँ म बुन्न सक्दैन मैले। नर्मली म पनि बुन्छु होइन, ठिकै बुन्छु, तर बाउ भनेको बाउै हो होइन। मैले सिकाएको मान्छे हो उहाँ अब गुरु पर्यो, म शिष्य पर्यो। उहाँले बुनेको पारा होइन यस्तो छ। आज म चाहिँ उहाँको भिडियो बनाउनु खोजेको होइन। ल हेर्नुहोस् है डोको बुनेको तरिका है। अब यो आज पक्कै सकिँदैन होइन, किनभने अहिले यो बेलुकाखेरि भइसक्यो, बेलुका सुरु गर्नुभएको छ, पक्कै भोलि मात्रै सकाउनुहुन्छ होइन। त्यही भएर बाँकी चाहिँ भोलि बिहान सिद्धिन्छ होला। अहिलेले खाना पाकिसक्यो बेलुकाको होइन, हाम्रो छिट्टै खान्छ कि। नातिनी दाइको छोरीले त्यहाँ पानी लिएर भाग्यो। अब सुरु हुन्छ है साँझको खाना रेडी। दाइको जेठी छोरी मलाई दुईवटा औँला देखाउँछ है घाँटी। दाइको कान्छो छोरीले त फेरि आमा हुनुहुन्छ है। खाना पाक्दैछ, अब खाने बेला। ल्या मुला बोला। अब यो हिजोको बाँकी डोको बुन्नु छ होइन। पानी पर्न लागिसक्यो एकदम है। अहिले बादल चलेको चलिसक्यो एकदम। अब ठुलो पानी पर्नेवाला छ। आइयो अब पानी सुरु भइसक्यो, ठुल्ठुलो पानी आयो है। आज पूर्णिमाको दिन है, पुरै पानी पऱ्यो कि के पऱ्यो आज। यो डाम्नो पनि भिज्ने भयो आज खत्रैसँग। बस एकछिन म छोडिदिन्छु अहिले। है कस्तो खतरा हावा चलेको है। हावाहुरी पानी खतरा आयो के। पानी रोकिन थाल्यो, उज्यालो पनि भयो, शान्त भयो होइन। अब चाहिँ यो मुला पनि भिजेछ हेर, अघि मजाले भिज्यो। अहिले के हेरेको काले? यता फेरि फुच्चेले बाजेले बुनेको डोकोलाई उसको पालो अझै थप्दैछ, त्यहाँ चोया थप्दैछ। आउँदो रहेछ फेरि यसलाई नि होइन, मलाई जति नै आउँदो रहेछ। अब ऊ पऱ्यो सधैँ त्यहाँ बाजेले बुनेको देखिराख्ने मान्छे। म कहिलेकाहीँ मात्रै घर गएर बुन्छ। म उही बेलामा सिकेको, ऊ दिन अहिले सिकिरहेछ, सिकिसकेको मान्छे होइन, बुनिहाल्छ नि फुच्चेले। ऊ हेर चोया सबै मिलाएर हाल्न आउँछ कि उसलाई पनि। अब बाले डोको सकाउँछ होइन। हेर्न मुला पछाडि नाचेको फेरि माइला। नाचेको के हो कि त्यो गीत के हो त्यो, नाचेको के हो? ल मैले यहाँसम्म होइन, सुरुदेखि यहाँसम्म बालाई देखाएँ डोको बुनेको होइन। अब म काठमाडौँ जानुपर्छ, त्यही भएर बिट मारेको बेलासम्म म भ्याउँदिनँ है। काठमाडौँ जानुपर्ने छ। सुरुदेखि यहाँसम्म मैले बनाएँ भिडियो है। सबैजनाले यसो लाइक सेयर कमेन्ट हानिदिनु होइन है। मेरो यो भिडियो चाहिँ मैले यसो एकचोटि के हुन्छ डोको बुनेको पनि देखाइदिउँ त भनेर बनाएको हो। कमी कमजोरी धेरै छ, साथी हो है, सिक्न बाँकी नै छ। यसो सल्लाह सुझाव पनि दिँदै गर्नु है। र यसो बाको मेहनतको लागि एउटा सब्सक्राइब पनि हानिदिनु है त साथीहरू। अनि यो लास्टमा चाहिँ लास्ट सिन चाहिँ हाम्रो गाउँ है। गाउँको यो अगाडि देखिने हिमाल, राउचुली हिमाल भन्छ। यो मेरो घर अगाडिको फाँट, बारी पनि अनि खेत पनि त्योसँगै देखिन्छ।